रिगेन्द्र गिरी होइन यो रक्सी पारेको डकुमेन्ट गर्न लाग्यो 90s मा हामी छौँ रिगेन्द्रज भ्लग इन 90s क्याफे दुईटा जति इट्टा भएछ त्यो भाडा जस्तो अर्को भयो भने ठिक्क हुने रहेछ क्यारे है के चाहिँ काम चलिरहेछ किन चलाउँदैन भनेर रास्ता गर्दैन तलबाट हाल्नु उता हो त्यहाँको बिच त्यो भन्दा अब पुरैतिर यसो विज्ञापन गर्नु पर्यो भने यहाँ एकदमै के भन्छ त्यो एकदम यस्तै गर्न लाग्छ धेरै यो प्राइभेट भिडियो मात्रै हो यस्तो लाइभ बार खोल्नु पर्यो भने के यो कट गरिन्छ हैन त फर्स्ट फेजको फाइनली द डिस्टिलेसन इज डन ल है द स्मेल सेन्स भएकोहरू जानुस् झरे 90s को फर्स्ट धारा है 90s को फर्स्ट धारा यो चाहिँ अहिले फर्स्ट कट छुटिँदैछ अहिलेसम्म है त्यो त ऊ हो नि नन अल्कोहोलिक भनेको होइन त्यो भनेको त के अरे त्यो हाम्रो केटाहरूले खान्छ चिया जस्तो के खम्बुचा भने इन्जिनियर तपाईँले यो बारे पुरै भनेको त्यही तान्न चाहिँ तान्छ क्या त्यसले हल्का यो चिसो भयो भने ग्यास भयो त्यो अन्त यो त अब जित्नै भयो ल 50% 50 रहेछ 50 ल गाइस ताली 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 है भन्दा 10 नम्बर कम ल मिलेको बुझो हैन हो तिमी न तपाईँ रिड रेस्पोन्सिबल हुनुहुन्छ के ल चियर्स 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 है ल सेकेन्ड लट पनि गरौँला नि हिस्ट्रिकल बर्थडे अरूले रक्सी खुवाउँदै तिमीले डिस्टिलर नै ल्याएर दियौ फ्रेस
Lots of blessings. त्यो पुरै पानी हाले इन्स्टल भनेको है कस्तो लाग्यो हजुरलाई यो टेस्ट चाहिँ एकदम नेचुरल त्यो नर्मल टेस्ट नै छ अरू पहिला पहिलाको त्यो तर यो भोलिको इफेक्टले पनि म्याटर गर्छ यसको लागि त टेस्टिङ कस्तो लागिरहेको छ सबलाई डिफरेन्ट छ नि होइन राजपाल यादवले त्यो स्मुथ गइरहेको त्यो खान्छ है मिठो गइरहेको छ होइन तुत्ला तुत्ला हुन्छ नि त्यो 95 हैन हैन on drunk सिक्किममा कति वर्षपछि रे 1.5 वर्षपछि दाइ कस्तो भयो राम्रो भयो आजको हजुर आजको माल दामी भयो होइन आजको माल राम्रो भयो आजको माल दामी बाबुको बर्थडे रहेछ अनि उहाँले यहाँ हाम्रो बर्थडेमा चाहिँ सबै सानो ड्रिङ्कहरू केही हुन्थ्यो अनि चाहिँ डिस्टिलरी हामीले डिस्टिलरी नै हाम्रो घरमा हामी डिलर होइन फ्याक्ट्री आज आफैले रक्सी उत्पादन गरेर आफ्नै छतमा रक्सी खाएर छतमा म पनि यही भएपछि म पनि गएँ सामेल डिस्टिलेसन अन